भगवान श्री रामले फेरि राजा निमि जो मृत भइसक्नु भएको थियो र उहाँको शरीर तेलमा को भाँडोमा राखिएको थियो र राजा निमिलाई जीवित गर्नको लागि भृगु मुनिले चाहिँ यज्ञ सम्पादन गरिराख्नु भएको थियो र यज्ञले गर्दा भृगु मुनिले उहाँलाई पुनर्जीवित गर्नुभयो र पुनर्जीवित भइसकेपछि उहाँले सम्पूर्ण देवताहरू त्यहाँ विराजमा आउनुभयो र भन्नुभयो तपाईलाई के चाहिन्छ भनेर उहाँले वरदान माग्न सिफारिस गर्नुभयो र त्यसबेला राजा निमिले भन्नुभयो कि सम्पूर्ण प्राणीहरूको नेत्रमा मेरो वास होस् भनेर उहाँले वरदान माग्नुभयो र देवताहरूले तथास्तु भन्नुभयो। त्यही भएर उहाँ हरेक प्राणीको चाहिँ पलकमा उहाँ विराजमान हुनुहुन्छ र यो भइसकेपछि यसपछि देवताले राजन तपाई सम्पूर्ण प्राणीहरूको नेत्रमा बस्नुस् भनेर वरदान दिनुभयो। त्यसपछि देवताहरू जानुभयो र यता राजा निमिको शरीरबाट मन्थन गर्दाखेरि मृत शरीरबाट मिथि को उत्पन्न भयो र उहाँ मृत शरीरबाट उत्पन्न भएको हुनाले उहाँको नाम विदेह हुन गयो र पछि गएर उहाँको नाम जनक पनि र त्यही मृत शरीरबाट जुन मिथि र विदेह नामले प्रकट हुनुभयो उहाँको नाम जनक पनि भयो। र यसरी यो कथा सुनाइसकेपछि सम्पूर्ण आफ्नो कर्तव्यलाई सम्झेर राजा लक्ष्मणलाई आदेश दिनुभयो अब तपाई यहाँबाट आफ्नो राजकाजको हेर्छु भनेर लक्ष्मणलाई आदेश दिनुभयो। लक्ष्मण तिमी जाऊ, कोही कतै मेरो प्रार्थना त गरिराखेको छन्, राज्यमा के आवश्यकता छ भनेर लक्ष्मणजीलाई पठाइदिनु भयो। बोलो श्री रामचन्द्र भगवान की।